हेलो मेरा फ्रेन्डहरू निकै छौ आइया म मिनी ब्लग लेबाट आज म आया काम नाइट ड्यूटी गरिबाट कामबाट आया हेर अटोमै बस्या छु। अब म जान लाग्या रुम पनि पुग्या र घाम र वो वा कसी हो घाम। आज म मासु ल्याउन जान्छु भनेर मासु ल्याउन गया। वहाँ गएर यहाँ एक कट्टा लाग्यो डब्र्याउन। अब यो काटा 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 झिल्लीमै हाल भने फटाफट हालेर उसलाई पैसा दिएर छुट्टा छैन भनेर मेरो तिरिजालाई बोलाएर दिए भनेर उठी किजा बोलाएर दिएर म उठी मासु लिएर रुमतिर गया। यसो सोचेर प्याज टमाटर सकिएका गया उठी टमाटर खोज्दा टमाटर त राता हुन् नम्मै लैग्या यिनी कुइजाना भनेर नम्मै लैग्या। उठी प्याज पनि लैग्या मेरो 30 रुपियाँ 1 किलो 50 रुपियाँ 2 किलो भन्यो। उठी मैले भने 2 किलो लैजान्छु उठी ल्या भनेर उठी 2 किलो ल्याएर रुममा आइग्या। म रुममा आइग्या उठी हेर यो प्याज र टमाटर। अब यसै हो भ्लग भन्ने कुरा। अब तिमी फलो गरिदिएपछि गरे अब म त जान भ्या खानु बनाउनु भ्या। बाई बाई।